अब सेल्सको कुरा कमन फिल्ड द्याट पिपल अल्सो डु विथ सेल्स। अब यो सबै कुरा माइन्डसेटबाट मैले ल्याउँदै गर्दाको अवस्थामा चाहिँ अब धेरै जस्तो चाहिँ के खालको फियर एसोसिएट भइरहेको हुन्छ त हाम्रो सेल्सको क्रममा भन्दाखेरि हाउ टु बिकम अ बेटर सेल्स पर्सन, म कसरी बेटर सेल्स पर्सन बन्ने हो। त्यस पछाडि हाउ डु आई सेल माइसेल्फ, मैले आफूलाई कसरी सेल गर्ने, अनि हाउ डु आई सेल माई प्रडक्ट, मैले कसरी प्रडक्ट सेल गर्ने, अनि हाउ डु आई कन्भिन्स पिपुल, मैले पिपुललाई कसरी कन्भिन्स गर्ने। यही मात्रै कुरा होइन त हाम्रो बारम्बार माइन्डमा आइरहने सेल्स सम्बन्धीकोमा आइरहने एसोसिएट हुने फेरि यही होइन त। यति भन्दा अलिक कति बाँकीको अरू होला यही चिज होइन त। आज म तपाईँलाई यस्तो पावरफुल चिज सोधेर सिकाउँछु। कमन फेयर द्याट पिपल अल्सो विथ सेल्स, P + E + U। P सबभन्दा पावरफुल कुरो यदि सेल्समा हामी अगाडि बढ्ने हो भने, मैले अघि नै भनिसकेँ सेल्स एउटा प्रडक्ट एन्ड सर्भिस मात्रै होइन, स्वयं आफै पनि हो। म प्रडक्ट हो, तपाईँ प्रडक्ट हो। अब तपाईँले आफ्नो मार्केटमा प्रेजेन्स गर्नको लागि, हाई भ्यालु क्रिएट गर्नको लागि के कस्ता कुराहरू छ, द्याट इज फर्मुला प्रिपेरेसन, इमोसन एन्ड अर्जेन्सी। हामी आफूलाई तयारीतिर लाग्नुपर्छ। यदि म कुनै प्रोफेसनमा छु भने मैले आफूलाई सेल गर्नको लागि चाहिने त्यस्ता कतिपय कुराहरू प्रिपरेसन मैले गर्नु पर्यो नि। जस्तो तपाईँले कुनै प्रडक्ट सेल गर्दै हुनुहुन्छ भने त्यो प्रडक्टको बारेमा सबै कुरो थाहा हुन त मलाई त्यो प्रिपरेसन चाहियो नि। अब प्रिपरेसन छैन भने हामी कसरी अगाडि बढ्छौँ हो। अब म ट्रेनिङको विषयमा मैले चाहिँ सेल गर्छु भने यो ट्रेनिङ मैले डेलिभर गरेर कसरी गर्ने, वर्कसप कसरी बनाउने, डिजाइन कसरी गर्ने, यी सबै कुराहरू के हो, प्रिपरेसन हो नि। जसरी मैले आजको सेसन डेलिभर गर्दैछु यो कति दिनको मेरो प्रिपरेसन होला, त्यो त प्रिपरेसन गर्नु पर्यो नि, गर्नु पर्यो कि परेन। जब तपाईँले प्रिपरेसन गर्नुहुन्छ तब तपाईँको कन्फिडेन्स बिल्ड हुन्छ। आज मैले ग्लोबल सेल्स 10x प्रोग्राम दिन्छु भनेर मैले चाहिँ 1 हप्ता अगाडिदेखि मेरो प्रमोसन गर्दैछु भनेदेखि त त्यो सम्बन्धी मलाई थाहा हुनु पर्यो कि परेन। यहाँ आएर प्यारेन्टिङ दिएर हुन्छ हुँदैन नि। यदि प्यारेन्टिङ मैले चाहिँ दिने हो भने तपाईँले मलाई चाहिँ सायद अघि नै मलाई गरेर लगाइ सक्नुहुन्थ्यो हो कि नि। तपाईँ जुन एक्सपेक्टेसन लिएर आउनु भएको छ ट्रेनिङमा त्यो त मिट हुनु पर्यो नि। तपाईँहरू एउटा चाहिँ जुन प्रडक्ट तपाईँले सेल गरिरहनुहुन्छ मार्केटमा त्यो प्रडक्टको बारेमा फुल्ली इन्फर्मेसन लिनको लागि फुल्ली इन्फर्मेसन के कसो सबै कुरो त्यो त प्रिपरेसन टाइम लाग्यो नि लाग्छ। If you want to sell something, you need to be prepared to show credibility. जब तपाईले प्रिपेयर गर्नुहुन्छ तब तपाईले आफ्नो क्रेडिबिलिटी देखाउन सक्नुहुन्छ क्या। जसरी मैले यो ट्रेनिङ तपाईलाई डेलिभर गरिरहेको छु, मैले प्रिपरेसन गरिरहेको छु नि त, र तपाईले ममा त्यो क्रेडिबिलिटी देख्नु भएको छ क्या। अब क्रेडिबिलिटी देखाउन लागि प्रिपरेसन चाहिन्छ। तपाई आफैलाई पनि सेल गर्ने हो भने त आफूलाई प्रिपरेसन गर्नु पर्यो नि। मार्केटमा चाहिँ तपाईले क्रेडिबिलिटी देखाउन लागि तपाईलाई ट्रस्ट गर्नु पर्यो नि, पर्यो। प्रिपरेसन पहिलो ध्यान दिनुहोस्। अनि नेक्स्ट आउँछ अब हेल्थ इमोसनमा। तपाईले प्रिपरेसन गरेको कुनै पनि चीज, प्रोडक्ट एन्ड सर्भिस ले कि उसको ड्रिम अचिभ हुनु पर्यो, कि ड्रिम बिग हुनु पर्यो, कि उसको फियरलाई तपाईले सपोर्ट गर्न सक्नु पर्यो। यसरी हुन्छ हेर्नुस्, इमोसनसँग खेल्नुपर्छ। आज जति पनि तपाईको प्रोडक्टहरु छ नि मार्केटमा सबैले तपाई हाम्रो इमोसनसँग खेलेको छ। कि हाम्रो चाहिँ स्टेटस बढाइदिएको छ, कि हाम्रो कुनै न कुनै प्रब्लम सल्भ गरिदिएको छ। फन्डा यही हो। तपाईले उसको कुनै पनि प्रब्लमलाई कि त सल्भ गरिदिन सक्नु पर्यो, कि भने उसको ड्रिमलाई अचिभ गरिदिनु पर्यो, कि ड्रिम बिग बनाइदिन सक्नु पर्यो। यदि मेरो ट्रेनिङ प्रोग्रामले तपाईको ड्रिमलाई अचिभ गर्न पनि मैले के गरिदिनु पर्यो, सपोर्ट गर्न सक्नु पर्यो। र तपाई आफ्नो लाइफ प्रति फियर हुन्छ, स्केयर भएर बसिरहनु भएको छ भने त्यसलाई मैले चाहिँ रिड्युस गरिदिन सक्ने भने तब मेरो ट्रेनिङ के हो, सफल हो, मेरो प्रोडक्ट सेल हो। भन्दा यही हो। धेरै जसो प्रोडक्टहरुले खाली मान्छेको इमोसनसँग खेल्छ, खाली मान्छेको इमोसनसँग खेल्छ। जति पनि प्रोडक्ट छ, जति पनि मार्केटमा प्रोडक्ट आछ, सबै मान्छेको इमोसनसँग खेल्छ। कतिजना आइफोन बोक्नु भएको छ यहाँ? आइफोन बोक्ने कतिजना हुनुहुन्छ? बोक्नु भएको छ? सबैले एकपटक आइफोन राख्नुस् त टेबलमा। सबैजना एकपटक आइफोन राख्नुस् त, एकपटक आइफोन राख्नुस् त टेबलमा। मुख्य सर हजुर छ राख्नुस् त। कतिजना आइफोन चाहिँ आइफोन राख्नुस् त? राख्नुभयो? राख्नुभयो? यहाँ छ राख्नुभयो? 1 2 एकजना आउनुहोस् त, म्याडम आउनुहोस् त।
यहाँ एउटा आइफोन छ, यो गर्नुहोस्। यो कसरी फर्केछ यो पनि याद गर्नुहोस्। हो, चेन्ज नगर्नुहोस् है। यो पनि कसरी फर्केछ हेर्नुहोस्, गर्नुहोस् है। यो टेबल छ, आइफोन छ यहाँ छ, यहाँ कतिवटा छ? कति थियो? कहिले राखेको? यहाँ छ, यहाँ छ है। हजुर आइफोन है, गर्नुहोस्। कतिवटा आइफोन घोटो छ? हाम्रो नरेश्वरको बाइक। तपाईले याद गर्नुहोस्, 99% आइफोन बोक्ने मान्छेहरूको फोन टेबलमा राख्दा घोटो हुन्छ। 99%। र एन्ड्रोइडको सबैको उदाहरण छ, हेर्नुहोस् यहाँ। एन्ड्रोइडको सबैको उदाहरण छ यहाँ। सबैको उदाहरण छ एन्ड्रोइड। हेर्नुहोस्, सरको दुईवटा उदाहरण छ म्याडम, सबैको दुईवटा। किन थाहा छ? आइफोनले हाम्रो इमोसनसँग खेलेको छ, थाहा छ? तपाईको साइकोलोजीले लोगो देखाएको हो क्या। बस, थ्याङ्क यू भेरी मच। अनि याद गर्नुहोस्, आइफोनले फोटो खिच्ने मान्छेहरूले ऐनामा खिच्छ नि, फोटो देखाएको होइन, आइफोनको लोगो देखाएको हो क्या। इमोसनसँग खेलेको छ क्या। याद गर्नुहोस्, जति पनि तपाईँले फेसबुकमा फोटो देख्नुहुन्छ नि, क्लिक्क मारेर चाहिँ कहिले बाथरुम गएको भने फोटो खिच्छ नि, सबैजना यसो फोटो हेर्छु, ए बाबा फोटो खिच न, फोटो देखाएको होइन क्या, लोगो देखाएको। आइफोनले त्यसरी हाम्रो इमोसनसँग खेलेको छ क्या, थाहा छैन हामीलाई। अनि अर्को कुरो, 2 लाख लगानी गरेर बिजनेस गरौँ न, चिया पसल खोलौँ न, मोमो पसल खोलौँ न भन्यो भने मान्दैन। बिजनेस घाटामा जान्छ, बिजनेस चल्ने समय होइन, यो त्यो लगानी कहिले उठ्छ? ए बाबा आइफोन किनेर त 1 सेकेन्ड पनि सोध्दैन 2 लाखको मोबाइल किनिहाल्छ क्या। जसले मान्छेको इमोसनसँग खेल्न सक्छ नि, त्यो बिजनेस, त्यो प्रडक्ट हाई भ्यालुमा बिक्छ।